मर्निङ एभ्रिवान अनि सबैजनालाई नमस्ते। आज है नेपाली न्यू इयर नयाँ वर्षको 2083 सालको नयाँ वर्षको दिन हामी पनि सानो एउटा ट्रिप थियो हाम्रो है। त्यो ट्रिप चाहिँ कहाँ भने तपाईँलाई चिया भन्ज्याङ चाहिँ नेपाल इन्डिया बोर्डर हो। त्यसको लागि अहिले हामी भर्खरै चेकपोस्टदेखि पास बनाएर हिँडिसकेको छौँ। सातजना छौँ है। त्यसमा तपाईँहरूलाई देखाउँछु। टोटल अब आज चाहिँ चिया भन्ज्याङमा एकदमै भिड हुने रहेछ। पैसाले मेला भन्छ चिया भन्ज्याङ चाहिँ भिड हुने रहेछ। यहाँ चाहिँ आज अलिक गाडीमा चाहिँ हामी मिलेरै जाँदैछौँ। राम्रो मिलेको छु है। यहाँ शर्मिला भाउजू हुनुहुन्छ। शर्मिला भाउजूको जस्ट पछि चाहिँ फेरि प्रिया। अहिले चाहिँ हामी सोपाका भन्ने ठाउँ पुग्यौँ है। बाटो चाहिँ अब यहाँ चाहिँ अलिकति राम्रै छ। तपाईँहरूलाई मेरो जो आज हामी जाँदैछौँ है इन्ट्रोड्युस गर्नुपर्छ। तेन्जिङ हुनुहुन्छ, अन्त शर्मिला भाउजू हुनुहुन्छ, प्रिया र शर्मिला भाउजू छ, छिरिङ दिपेन। ल है बिस्तारै जाँदैछौँ हामी। अहिले चाहिँ तपाईँको लगभग 50% 70% चाहिँ रोड हामीले क्रस गरिसकेको छौँ। 70%। अन्त उहाँहरू कति हिँडेर जाँदैछ, गाडीहरू बाटोमा राखिराखेको छ नतानेर। एकदमै अफ रोड बाटो चाहिँ यहीँ रहेछ लास्ट चाहिँ गाडी चाहिँ यहाँदेखि चाहिँ छिर्दैन रहेछ। पुरै झर्दैछ मान्छे। यो चाहिँ हो तपाईँको चिया भन्ज्याङ जानेको गाडीको यो गाडी नछिरेर फोर व्हिल जसको छ उनीहरूको चाहिँ छिर्ने रहेछ। पिकअपहरू जान्छ। अरू फोर व्हिल नभएको चाहिँ एकदमै गाडी जाँदैन। यस्तो गाडी त कति छ पछि छ माथि छ सबै चिया भन्ज्याङ जाने। अफ रोडिङ त टप हो त आज त है। बाटो चाहिँ यस्तो रहेछ। अन्त कहाँ छिर्छ गाडी? जबस्ती छिराउँदैछ बाटो चाहिँ यस्तो छ। लाँदैछ स्कुटीहरू। त्यो गाडी त 400 बनाउँदैछ त अन्त। हामी चाहिँ निकै माथि नै छिर्यौँ। कति चाहिँ अब यस्तो रहेछ बाटो चाहिँ अफ रोडिङ चाहिँ। तर गाडी मध्येमा मलाई थारहरू भन्थ्यो तर जिम्नी चाहिँ म चाहिँ पत्याएँ। किनभने म अहिले जिम्नीमै चढिरहेको छु है। यस्तो दामी चढ्दो रहेछ। म चाहिँ जिम्नीको एड नै दिन्छु। म त थार रक्सहरू भन्दा पनि जिम्नी। म त जिम्नीको फ्यान भन्छ। किन जिम्नी थुक्पा पनि दिन्छु जिम्नीलाई। छ नि अब चाहिँ हामी लगभग पुग्नु आँट्यौँ है। अन्त बाटो चाहिँ यस्तै छ। बाटो चाहिँ एकदमै रफ हो। यतिको रफ त अब छैन भनौँ न। यहाँ यतातिर रहेछ गाडीहरू राखेको छ। पुग्नु आँट्यौँ त ठिकै छ। हाम्रो चाहिँ गाडी छिर्यो। मैले अघि भनेको जस्तै जिम्मीलाई फेरि पनि एकपल्ट पप्पी मेरो तर्फबाट मजाले छिर्यो। जिम्नी चाहिँ जसले पनि बनायो मारुति एकदम नेक्सालाई चाहिँ धेरै धेरै धन्यवाद। जिम्नीको पावर चाहिँ हेरिहाल्नुहोस्।
फिल कस्तो हुँदैछ फिल चाहिँ एडभेन्चर है बाटो चाहिँ आङमा हजुर मजै छ आउँदैछ है हामी जहिले हिँड्दाखेरि मजा गर्ने हो नि त होइन फेरि हजुर काम मर्ने गरे गरिन्छ होइन इन्जोय मजाले गरिन्छ 5 केजीको मान्छे त फाइनल्ली है हिँडेको 3 घन्टामा चिवा आइपुग्यौँ चिवाको दृश्य हेर्नुहोस् क्लासहरू पुगिराखेको रहेछ मान्छे आफू हेर्नुहोस् Diver is king and chimney is locked. Diver is king and chimney is locked. Locked chimney. खानापट्टि पस्नु पट्टि पस्नु हजुर आयो गाडी अहिले चाहिँ हामी चिवा टक्कै आइपुगेको छौँ है र चियामा चाहिँ तपाईँको अहिले रमाइलो भइरहेको रहेछ एकदमै मान्छे पनि नेपालदेखि नै आएको रहेछ यता इन्डियाको प्रायः आएको छ सिक्किम उत्तरदेखि देन्दाम कन्स्टिट्युन्सीको त प्रायः मान्छे यहीँ नै छ आज अमृतपुरीको ठाकुर साहब गाउँमै कोही नै चाहिँ आज राम्रो हुँदैछ कहाँ मर्कायो भन्दा सबै चिवामा छ मान्छे र अहिले हामी चाहिँ लन्च गर्नु आँटेको लन्च अफ द डे यो तर पुरा प्रियाको आमालाई एकदमै यहीँदेखि है भिडियोदेखि नै धेरै धेरै धन्यवाद आन्टी तपाईँले यस्तो दामी आलुहरू बनाइदिनु भएको छ आलुदमहरू छोलाहरू थ्याङ्क यू सो मच आन्टी धेरै धेरै धन्यवाद तपाईँलाई अनि भाउजूलाई पनि धन्यवाद प्रियालाई पनि धन्यवाद टस पनि लिएछ प्रियाले त अहिले बाल्ला जस्तो गर्दैछ मान्छेको चहल पहल चाहिँ हेर्नुहोस् है तपाईँहरूले कति चाहिँ आउँदैछ मान्छे 20% पनि आइसकेको छैन मान्छे त यता दाजुहरू हुनुहुन्छ दाजुहरू ओके उहाँ चाहिँ हुनुहुन्छ हाम्रो जेके सर हामीसँगै ड्युटी गऱ्यौँ 3-4 वर्ष र आज फाइनल्ली चिवामा आएर भेट भयो एकदम खुसी लाग्यो नाइस टु मिट यु जेके सर उहाँहरू चाहिँ अहिले बोर्डरमा ड्युटी गर्नुहुँदैछ उहाँहरूलाई एकदम सलाम छ नेपाल अहिले हामी नेपाल आइपुग्यौँ नि त उयो ढुङ्गा हो नि बोर्डर हल्का अहिले हामी इन्टरनेसनल छौँ है ल्याएँ मैले पासपोर्ट पो लिएर आएको छु पासपोर्ट चाहिन्छ भन्नु है नेपालपट्टिको पनि रमझम हेरिदिउँ अब टेम्पो के किन्दैछौ
ए कति रहेछ नेपाल 40 दिन हो के को छुर्पी हो यो सुपारी हो चौरीको कसरी माला 200 नेपालको नेपालको 200 इन्डियाको चाहिँ त कति पर्यो अन्त इन्डियाको 200 हामीले त इन्डियन करेन्सी नै बोल्दिने ए अहिले नेपालबाट किन्दा पनि 200 भन्दैछ होइन उहाँ अब इन्डियन होला 50-60 रहेछ प्रथम चिया भन्जिङ सांस्कृतिक महाउत्सव नेपाल नयाँ वर्ष 2083 वैशाख 1 गते ह्याप्पी न्यू इयर 2083 सबैजनालाई अनुरोध गर्दछु बिहान गोली कार्यक्रम भइरहेको छ जुन कार्यक्रम सिक्किमको कार्यक्रम समापन भइसकेपछि हाम्रो नेपालको कार्यक्रम सुचारू हुनेछ भने तपाईँलाई जानकारी गराउँदै 12 बजेदेखि 12:30 को बिचमा तपाईँहरू यस स्टेजमा पुनः उपस्थित भइदिनुहुने धन्यवाद क्रिस्टलहरू यहाँ मुनि रहेछ सबै बुबुहरू पनि आउनु हुँदैन छ एनर्जी ड्रिङ्क कतिको जाडो थियो मरि जानु भयो बनाउँदै गहिरो यो मायाको नाता टुटे कसो होला सङ्गालीका प्रीतको पोको छुटे कसो होला एकै पल तिमी नजिकता गाह्रो हुने मलाई एकै पल तिमी नजिकता गाह्रो हुने मलाई आफै भन्छौ यदि हामी छुटे कसो होला गहिरो यो मायाको नाता टुटे कसो होला सङ्गालीका प्रीतको पोको छुटे कसो होला काम सकिए लगतै हाम्रो स्थानीय कलाकार साथै सिक्किमबाट पाल्नुभएका आजका कलाकारहरू
अब चाहिँ लगभग आजको नेपालको कार्यक्रम सुरु हुन आँटेको छ। अहिले चाहिँ हामी यता नेपालपट्टि छौँ है। नेसनल धन्यवाद एन्थम सन्तकलेज्यू। बाँसुरीको धुन। आज मलाई यो यस्तो अवसरमा 2 मिनटको समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। के भन्ने हाम्रो समय हँसिमो हर महिनाको कमाइ हाम्रो सुखको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो एउटा पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्। यही पाराले त पैसाकै लागि आफ्नो बिरालो सबै छोडी हामी छोडेको। के भन्ने हाम्रो समय हँसिमो हर महिनाको कमाइ हाम्रो सुखको अहिले चाहिँ टक्कै बेलुकाको 7 बजी चिया भन्दैमा है हामी बसिरहेको छौँ। हल्का इन्जोयहरू गर्दै र मेरो साथी जेके सर पनि हुनुहुन्छ हाम्रो साथी। आगो ताप्दै इन्जोय गर्दै गफ गर्दै चियामा हिजो अर्डर गरेर आज चाहिँ चियादेखि अघि हिँडेको 8:30 हिँडेको अहिले 10 बजेको चाहिँ भालु अलि बल्ल काट्यौँ। गाडीको अलिकति हामीले पानी पर्छ भनेर चाहिँ बाटो ब्लक हुन्छ भनेर चाहिँ हामी सुरु गरिहाल्यौँ। र बाटो चाहिँ एकदमै रफ थियो, बिस्तारै बिस्तारै गाडीबाट झर्दै बल्ल आज चाहिँ अलिकति बाटो राम्रो भएको आएको छौँ। र हाम्रो यो आज यसपालिको ट्रिप पनि एकदमै एन्ड हुन्छ होला। अर्को ट्रिपतिर आइन्जेलसम्ममा तपाईँहरूसँग बिदा चाहन्छु। यो गाडी चाहिँ बेस्ट लाग्यो मलाई चाहिँ। यस्तो अफ रोडिङ चाहिँ हारभन्दा चाहिँ बेस्ट लाग्यो।